जय माटो जय देश। आजको श्रमदान उर्लाबारी नगरपालिका नगर टिम हामी लेटाङबाट पनि आएको छौँ। श्रमदान कार्यक्रम धमाधम भइरहेछ। अब यहाँनिर फोहोरकै कुरा गर्नुहुन्छ भने यहाँ तपाईहरुले देखिराख्नु भएको छ हाम्रो श्रमदाताहरूले कति दुःख गरेर कसरी निकाल्दै हुनुहुन्छ। एउटा यो पानी बग्ने नालामा फोहोर थुपारिएको छ। जताततै फोहोर मात्र नभएर झार पलाएर यहाँ अलिक व्यवस्थित गर्नु पर्यो। यो हस्पिटल लाइन यस्तो तरिकाले हुँदैन। यो प्लास्टिकको खानेकुरा जति पनि खाएको यो फाल्ने ठाउँ चाहिँ यो नालामा रहेछ। थुपार्ने ठाउँ चाहिँ यहाँ नगरपालिकाले हजुर नगरपालिकाले डस्टबिन पनि दिएको छैनन् कि या यस्तो उच्च महल बनाउने पैसा हुने मान्छेले एउटा डस्टबिन पनि किनेर व्यवस्थित गर्न सकेका छैनन् कि या त यहाँनिर बाहिरको मान्छे आएर प्लास्टिकको खोलहरू फाल्ने हो कि बाहिरको मान्छेले आएर फालेको त यत्रो धेरै हुँदैन होला। काकरभिटा दमक काकरभिटा लेटाङको त आइएको छैन। यहीँको स्थानीयवासीको हुनुपर्ने हो। पानी खाएको बोतल हामी जीवनमा अब पानी नपिए हुँदैन। हामी पानी शरीरलाई कति आवश्यक पर्छ, तर पानी पिएर हामीले पानी पिएको बोतल पनि व्यवस्थित गर्न सकिराखेका छैनौँ है। यसरी हामीले आफ्नो घर अगाडि ठुलो घर मात्रै निर्माण गरेर आफू मात्र चिटिक्क परेर हुँदैन नि। घरबाट निस्किसकेपछि दुर्गन्धले नाक बन्द गर्ने। तपाईँको यत्रो घर अगाडि कोही मान्छे हिँड्दाखेरि नाक बन्द गर्ने, मास्क लाउनु पर्ने, दुर्गन्धित अवस्था आयो भने त यो ठुलो घरको पनि बेइज्जत हुन्छ नि त। आफ्नो घर अगाडि यसरी फोहोर यो एक घर बराबर आफ्नो घर अगाडि कति आफ्नो भागमा पर्छ त्यो आफू सरसफाइ तपाईहरुले नै गर्दा यो यस्तो दुर्गन्धित हुँदैन थियो। हामी लेटाङदेखि मिक्लाजुङदेखि आएर यहाँ सफा गरिरहन त पर्दैन थियो नि। जनचेतनाको कमी त होइन होला। हामी अल्छे पो भयौँ कि सहरी बजारको मान्छेहरू। अब यो मङ्गलबारे जस्तो ठाउँ, यो मङ्गलबारेको हस्पिटल लाइन जस्तो ठाउँ यहाँनिर मान्छे उपचार भएर निको भएर घर जाने आशाले आउने ठाउँमा यस्तो दुर्गन्धित यतिसम्म फोहोर छ। हामीलाई यहाँ मैले हातले सफा गरेको मेरो यहाँ हात चिलाउन थालो यतिसम्म फोहोर। यो नालामा किरा फोहोरको पनि किरा परेको छ। फोहोरको पनि फोहोर छ। चेतना कहिले आउने? हामीमा चेतना नभएको या हामी अल्छे भयौँ त्यो हामीले विचार गर्नुपर्ने छ। जय माटो जय देश।